सबभन्दा पहिला एकमुष्ट नमस्कार सबैलाई मेरो। अनि यो सबै एउटा क्वेसन छ होइन, सबै नेपालीको तर्फबाट एउटा क्वेसन के छ होइन, जुन भावी प्रधानमन्त्री बन्नको लागि उहाँ उम्मेदवार आफ्नो नाम चाहिँ अगाडि राख्नुभएको छ, उहाँसँग क्वेसन छ है। अनि यो क्वेसन के छ होइन, 4-5वटा क्वेसन छ। तपाईँ 4-5वटा क्वेसन के गर्नुहुन्छ त्यो सबै नेपाली जनता तपाईँको मुखबाट सुन्न चाहन्छ है, के गर्नुहुन्छ। फर्स्ट क्वेसन चाहिँ हाम्रो के रहेछ होइन, तपाईँले खेलकुदमा हजुरले तपाईँले कसरी के गर्नुहुन्छ। मिन्स अहिले चाहिँ क्रिकेटमा चाहिँ यहाँ थियो, अहिले क्रिकेट चाहिँ यहाँ टाउको माथि गएर यहाँ हेर्नु परिरहेछ, यहाँसम्म क्रिकेट उच्च लेभलमा पुगिसकेको छैन। तर त्यो उच्च लेभलमा पुग्नको कारण पनि धेरै कुराहरू छ, तर तपाईँमा त्यसमा नि कमी कमजोरी धेरै कुरा छ। त्यस्तै कुरा गर्दाखेरि अहिलेसम्म नि हाम्रो क्रिकेटरलाई प्लेयरलाई त राम्रो किट छैन, ब्याट छैन, हेलमेट छैन, प्याड छैन। त्यो सबै अझै स्ट्यान्डर्ड लेभलको बनाउनको लागि तपाईँले अझै राम्रो कुरा त्यसमा अझै इम्प्लिमेन्ट गर्नको लागि तपाईँको स्ट्राटेजी प्लान चाहिँ के छ कि तपाईँले सबै 7वटा प्रदेशमा प्रत्येक प्रदेशमा तपाईँले स्टेडियम बनाउनुहुन्छ भनेर त्यसको लागि हजुरले स्ट्राटेजी प्लान के छ तपाईँसँग। तपाईँले क्रिकेटमा होइन अरू खेलकुदमा नि तपाईँले त्यसलाई अझै राम्रो बनाउनको लागि जुन हाम्रो नेपाल विश्व सामु अगाडि लिएर आउँछ भनेर नेपालले नै त्यसलाई अझै प्लान त्यसमा के इम्प्लिमेन्ट गर्नुहुन्छ भनेर त्यसको लागि हजुरलाई स्ट्राटेजी के हो, नम्बर 1। नम्बर 2 कुरा गर्दाखेरि तपाईँले शिक्षा, गुणस्तर शिक्षा हजुरले दिनको लागि हजुरको प्लान के हो। अहिलेसम्म तपाईँ जाने नेपालमा होइन प्रत्येक ठाउँमा त नभन्नु, कुनै ठाउँमा होइन यस्तो छ ठाउँमा जुन अहिले शिक्षा नपुगेर, शिक्षा नलिएर, शिक्षा चाहिँ पैसाको फी बढी भएर त्यहाँ चाहिँ मान्छे आफ्नो शिक्षा चाहिँ अगाडि बढाउन पाइरहेको छैन, पढ्न पाइरहेको छैन। त्यो अझै गुणस्तर बनाउनको लागि हजुरको प्लान के हो शिक्षामा। त्यस्तै हाम्रो नेपालको कुरा धेरै युनिभर्सिटीहरू छ, युनिभर्सिटीहरूमा पढाइ कस्तो भइरहेछ, प्र्याक्टिकल पढाइ गर्नको लागि हजुरले कसरी, रिसर्च बेस्ड पढाइ गर्नको लागि हजुरले के गर्नुहुन्छ, तपाईँको स्ट्राटेजी र तपाईँको प्लान चाहिँ के छ। त्यस्तै तपाईँले होइन ट्युको वेबसाइट त ह्याक भइदिन्छ, तपाईँले त्यस्तो कुराहरू सानोतिर ट्युको वेबसाइट जुन नम्बर 1 छ होइन हाम्रो नेपालमा, ट्यु भनेको ट्युब युनिभर्सिटी, त्यसको वेबसाइट ह्याक भइदिन्छ। तपाईँ त्यस्तो सानो कुराहरू त्यस्तो सानो कुराहरू पनि ध्यान दिएर तपाईँले तिनीहरूलाई नि के गर्नुहुन्छ। अनि एउटा कुरा अझ होइन, शिक्षामा जसमा भने बाहिरको युनिभर्सिटी आइरहेछ, यहाँ एफिलिएसन लिइरहेछ, त्यहाँ पढिरहेछ स्टुडेन्टहरू होइन, त्यहाँ पढाइ राम्रो भइरहेछ, फिडब्याक लिँदाखेरि तपाईँले आफ्नै युनिभर्सिटीमा त्यसलाई अझै प्र्याक्टिकल रिसर्च बेस्ड त्यसको कम्पेयरमा गर्दाखेरि तपाईँले के गर्नुहुन्छ शिक्षामा होइन। त्यस्तै रिसर्च हाम्रो नेपालमा त यति के अरे साइन्टिस्टहरू छ, बाहिर काम गर्छ, नेपालमा नि काम गरिरहेछ। त्यसको लागि रिसर्च सेन्टर हजुरले खोलिदिनको लागि त्यसको हजुरको प्लान के हो, जुन होइन डक्टरहरू, पिएचडीहरू, रिसर्चहरू त्यहाँ गएर तपाईँ आफ्नो चाहिँ कुराहरू चाहिँ रिसर्च गर्न सकिन्छ भने त्यसको लागि हजुरकोसँग प्लान चाहिँ स्ट्राटेजी के छ होइन। त्यस्तै थर्डली कुरा गर्दाखेरि तपाईँले होइन रोजगारको, अब रोजगारको म सानो कुरा गर्दाखेरि रोजगारको लागि तपाईँले होइन अहिले तपाईँले 12 क्लास अहिले युवाहरू पढिरहेछ र अस्ट्रेलियाको लागि एप्लाई गरिरहेछ 12 क्लासमा है। तपाईँले यस्तोसम्म आइपुगेको छ तपाईँको नेपालको स्थिति होइन। अब त्यसलाई रोक्नको लागि अब ब्याचलरको त कुरै नगर्नु, त्यहाँ त ब्याचलर पढेर जान्छ मान्छे, बाहिर जान्छ भन्छ, ब्याचलर पढ्दा ब्याचलर छोडेर त बाहिर गइदिन्छ। हो, त्यस्तो मानसिक सन्तुलनले नेपालको त्यस्तो भइसकेको छ। अब त्यसलाई रोक्नको लागि हजुरले रोजगारमा के गर्नुहुन्छ, हजुरले कतिवटा इन्डस्ट्री बसाउँदा तपाईँले कसरी के गर्नुहुन्छ, त्यसलाई म्यानेज कसरी गर्ने, कुन ठाउँमा कतिवटा इन्डस्ट्रीमा प्रदेशमा कुन गर्ने, पहिलाको इन्डस्ट्री जुन बन्द भएको छ त्यसलाई अझै ओपन गरेर त्यसलाई राम्रोसँग म्यानेज गरेर त्यसलाई कसरी अगाडि बढाउनुहुन्छ त्यो रोजगारको लागि। र तपाईँले प्रत्येक हाम्रो होइन उसमा नगरपालिकाहरूमा, त्यस्तै हाम्रो के अरे प्रदेशमा, त्यस्तै हाम्रो स्किल कुराहरू कसरी चलाउने भनेर स्किल कुराहरू चलाउने, त्यस्तै स्कुल कुरा चलाएर कसरी रोजगार सिर्जना यहीँ गर्ने होइन, बुट क्याम्प चलाएर कसरी रोजगार सिर्जना यहीँ गर्ने भनेर तपाईँको तिनीहरूमा प्लान के छ, हजुरको स्ट्राटेजी के हो। त्यस्तै हाम्रो कुरा गर्दाखेरि होइन अब हाम्रो नेपालको अलिक जिडिपीको कुरा गरेर तपाईँले यो नेपाललाई जिडिपी ग्रो गर्नको लागि हजुरले के एजेन्डाहरू छ। जसमा होइन हाम्रो नेपाल हामी हेर्छु मात्र सुन्छु होइन, त्यो के अरे नेपाल हाम्रो कृषि प्रधान देश हो भनेर हामी यो कुरा सुन्छु मात्र, त्यो पेपरमा सुन्छु मात्र, बुकमा हेर्छु र सुन्छु मात्र होइन। त्यो कहिले फुलफिल हुने हो, त्यो कहिले प्र्याक्टिकलमा जाने हो। तपाईँले होइन विभिन्न तराईको ठाउँमा जानु, तपाईँले खाद नपुगेर यस्तै बाली जलिरहेको हुन्छ, सिँचाइ नपुगेर यस्तै बाली नष्ट भइरहेको
परिरहेको हुन्छ, तपाईँले हामी इन्डियाबाट खाद मगाउनु परिरहेको हुन्छ, त्यस्तो महँगो हुन्छ हो। त्यसलाई म्यानेज गर्नको लागि हजुरले सिँचाइ प्रोभाइड गर्नको लागि कि हाम्रो सिँचाइमा नि अगाडि होस् भनेर, हाम्रो कृषि अगाडि प्रधान देश वास्तवमा होस् भनेर त्यसको लागि हजुरले के एजेन्डा हो। त्यस्तै हाम्रो नेपालमा अरू जिडिपी बढाउँछ, जस्तै हाम्रो खनिज पदार्थ छ। नेपाल त प्राकृतिक स्रोतले एकदम भरपूर भरिएको देश होइन, त्यस्तै हाम्रो नेपाल सेकेन्डमा स्थानमा हाम्रो पानी जल स्रोतको स्थानमा आउँछ। त्यहाँबाट इलेक्ट्रिसिटी कति निकाल्ने, पहिला कति निस्किरहेको छ, अहिले कति घोटाला हुन्छ होइन, त्यसलाई कसरी म्यानेज गरेर अहिलेको अनुसारले कति निकाल्ने र त्यहाँबाट पैसा कति गर्ने। त्यस्तै हाम्रो के अरे नेपालमा नेपालमा हाम्रो के अरे उसको कुरा गर्दाखेरि होइन, खनिज पदार्थहरू छ, त्यो खनिज के अरे त्यस्तै खनिज पदार्थहरू छ, त्यस्तै जडीबुटीहरू छ, तिनीहरूलाई कसरी व्यवस्थापन गर्ने, त्यहाँबाट पैसा कसरी आय स्रोत गर्ने, तिनीहरूलाई कसरी मिलाएर त्यसलाई होइन कसरी जिडिपी ग्रो गर्ने भनेर होइन। नम्बर 3 पनि त्यसमा के आउँछ, टुरिज्मको कुरा। नेपाल त हाम्रो टुरिज्ममा त हाम्रो 100/100 म दिन्छु त्यसको पर्सेन्टेज कुरा गर्दा। म होइन सबै बाहिरको मान्छे पनि हेऱ्यो भने 100/100 दिन्छ। त्यो टुरिज्मलाई अझै नेक्स्ट लेभलमा लानको लागि त्यसलाई म्यानेजेबल तरिकामा कसरी म्यानेज गर्ने, त्यसलाई होइन कसरी संस्थाहरू राख्ने कि त्यसलाई होइन के अरे प्राइभेटैबाट लिङ्क गराएर त्यसलाई होइन म्यानेज गरेर टुरिज्मलाई कसरी व्यवस्थापन गर्ने। त्यो टुरिज्म त हाम्रो एकदम बिग मार्केट छ नि, हामी पैसा डलरको के पाउन्ड के कुराहरू कहाँबाट देशको बाहिरको पैसाहरू हाम्रो देशमा लिएर आउन सक्छौँ। हामी टुरिज्मलाई मात्र व्यवस्थापन गऱ्यो भने यो देश यहाँ पुगिहाल्छ, यहाँसम्म गइदिन्छ यो देश हो। त्यो भएर चाहिँ यो सेक्टरमा हजुरले के गर्नुहुन्छ र लास्ट चाहिँ के छ हाम्रो भ्रष्टाचारी। र भ्रष्टाचारी कस्तो कुरा, योभन्दा अगाडिको जति भ्रष्टाचारी भएछ तिनीहरूलाई होइन कन्ट्रोलमा नियन्त्रणमा लानको लागि र त्यसलाई होइन सजाय दिनको लागि हजुरले यो प्लान एजेन्डाहरू तपाईँहरूले के छ होइन हो। यो सबै क्वेसन छ हाम्रो 3 करोडवासी जनताहरू, लगभग 3 करोडवासी जनताहरूलाई होइन। अब यो 5-6वटा क्वेसन छ तपाईँलाई होइन। अब यो 5-6वटा क्वेसन तपाईँले के गर्नु पर्यो, यो सबै एजेन्डा बनाएर तपाईँले होइन प्रत्यक्ष तपाईँले भाषण गर्दाखेरि, नेपाली जनताको सामु भाषण गर्दाखेरि होइन यो हो मैले यो कुराहरू मैले एजेन्डा बनाएको छु, मैले 5 सालमा अब प्राप्त गरेँ भने मैले अब त्यो टाइममा नि तपाईँ के गर्नु, एउटा शपथ ग्रहण के गर्नु भने होइन मैले यो एजेन्डा बनाएको छु, आउने 5 सालमा मैले यो सबै काम गर्छु, सबै डेटा मसँग छ, यति जिडिपी बढ्छ, यति शिक्षामा लगानी हुन्छ, यति रोजगार हुन्छ, यति कृषिमा आउँछ, टुरिज्ममा आउँछ, के अरे खेलकुदमा हुन्छ, स्वास्थ्यमा के अरे त्यस्तै हेल्थमा हुन्छ। तपाईँले त्यस्तै हेल्थ प्रोभाइड गर्नु, हेल्थको लागि तपाईँले के गर्नुहुन्छ। हेल्थमा नि धेरै अहिले कस्तो महँगो भइसकेको छ, तपाईँ प्राइभेटमा जानु यस्तो महँगो भइसकेको छ। अब त्यो दबाईलाई अझै कम मूल्यमा पाउनको लागि तपाईँको एजेन्डा के हो। तपाईँले अझै होइन गरिब मान्छेहरू त आफ्नो उपचार पनि गर्न सकिरहेको छैन, त्यो उपचार कन्ट्रोल र सीमित तरिकामा गर्नको लागि कम पैसा लगानी गर्नको लागि तपाईँले सरकारबाट एजेन्डा के हो, त्यसको तिनीहरूको एजेन्डा के हो, यो सबै क्वेसन सबैले लिएर आउनु र प्रत्यक्ष तपाईँ नेपाली सामुको अगाडि के भन्नु, यो चाहिँ शपथ ग्रहण गर्नु कि म यो कुराहरू गर्छु भनेर है। तपाईँले यो कुरा भन्नु पर्यो। हामीलाई के चाहिन्छ, यो जेनजी आन्दोलन भइसकेपछि 76 जना मान्छे मरेछ होइन, उहाँको सबको माथि तपाईँले खुट्टा टेकेर तपाईँले यो कुराहरू तपाईँले भन्नुपर्ने हो कि मैले यो कुराहरू जसरी भए पनि गर्छु भनेर गर्छु भनेर होइन। अनि त्यसमा नि के गर्नुपर्ने भनेर होइन तपाईँले त्यसमा के गर्नुभयो, हामीलाई के चाहिन्छ, हामीलाई चाहिने भनेको देशको मुहार फेल्ने हो, मुहार फेल्ने मान्छे चाहिन्छ, न कि मान्छेको मुहार फेर्ने मान्छे चाहिन्छ, त्यस्तो चाहिँ चाहिँदैन, हामी देशको मुहार फेर्ने मान्छे चाहिन्छ है। ओके, यति मात्र 5वटा छ हाम्रो, त्यसपछि नमस्ते।